फाइनली दाल भात तरकारीहरू सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदमै आरामै छु। म चाहिँ अघि 5 बजीतिरै उठेको हो अनि यताउता गरेर अनि कामहरू गरेर अनि म चाहिँ भात पकाउन लाग्यो, भात तरकारी पकाउन लाग्यो। अब देख्न सक्नुहुन्छ म चाहिँ दाल भात तरकारीहरू देखाउँछु। अब यो मैले चाहिँ यहाँ के अरे घिराम्ला काटिसकेको छु अनि यता फेरि मैले यहाँ आलु काटिसकेको छु। यो आलु अनि यहाँ चाहिँ के भन्छ अरे कैँडा काटेको मैले चाहिँ यहाँ अनि यहाँ चाहिँ मस्यौरा छ। अनि यहाँ फेरि मैले दाल पकाएको छु। अनि त्यसपछि यहाँ चाहिँ अहिले मैले चाहिँ के भन्छ तरकारी पकाउनको लागि भनेर रेडी बनाएको छु। यहाँ चाहिँ मैले मसला पिसिसकेको छु। अनि मैले चाहिँ यहाँ तेल किनेर लिएर आएर यहाँ हाल्न लाग्यो, बोतलमा हाल्न लाग्यो। अब चाहिँ तेल हालेर अनि त्यसपछि चट्ट म चाहिँ मिठो तरकारी बनाउँछु। तपाईँहरूले यसो मलाई कमेन्ट गर्नु होला। अनि म अहिले एकछिनपछि पनि देखाउँछु तरकारी कस्तो बनाउँछु। अब चाहिँ अनि मैले चाहिँ के भन्छ यहाँ चामल पनि खानेर राखिसकेको छु। धेरै नै बिहा थियो यहाँ चाहिँ। बिहानै उठेर के अरे मकै पिस्न गएर बाख्रालाई अनि पाडालाई पिसेर आएको। अनि फाइनली मैले चाहिँ यहाँ के भन्छ अरे तेल पनि हालिसकेको छु। चाहिँ तरकारी पनि बनाइसकेँ, भात तरकारी बनाइसकेँ। अब